ल साथीहरू मुरो भाषा भनेपछि यो भिडियो एकछिनलाई हेर्नुहोस् है त एकदमै मजा आउनेवाला छ दाइलाई चाहिँ लास्टै आपत पराइरहेछ यार के हुन्छ त्यसको अनुहारमा भने सोचेर बोल्नुपर्छ त्यो ठाउँमा बुझ्नु भयो नि बोल्दा पनि तर यो दाइले चाहिँ साह्रै गाह्रो परेको छ सुनसरी जिल्लामा के नेपालको कुरो गर्नु हाम्रै जिल्लामा त्यस्तो ठाउँ रहेछ सुनसरी जिल्लामै 4 दिन बसेको माछा 4 वर्ष बसेर लाग्नु निस्किन पाइँदैन होइन निर्वाचन त्यो स्कुलबाट बाहिर निस्किन पाइँदैन राति पनि सबै वाल हेर्नु पर्यो बा बम फ्याल्दिन्छन् कि बा हान्छन् कि चिया दोकानमा गयो बोल्दाखेरि ठिक्क बोल्यो थपक खाएर निस्किहाल्नु पर्यो बेलुका त झन् हिँड्नै पाइँदैन सशस्त्र आर्मीहरू पनि थिए नि भएर के गर्नु त्यस्तो घामबाट गाउँमा हिँड्यो नि कस्तो पनि एकपल्ट लफडा पनि भइहाल्यो परिहाल्यो हाना एसपी साहबलाई त ढकाल्दा बाहिर बल खेला थालि त हाले अनि तुरन्त फोन गरेर ससुर आएर छिल्ली पार्दैन गुड आयो कि त्यतिकै नि खोजेर झडा गर्ने क्या त दङ्गा मचाउनु खोजेको नि त्यसको रोलै त्यस्तो क्या ठाउँ त्यस्तो रहेछ है फेरि हेर्दाखेरि चाहिँ मर्ना अरे यस्तो ल्याखुरे केही गर्दैन जस्तो हुने कि गर्नु पर्यो भने फेरि साफै भनेको भन्दैछु त कहिले लगिदिएको होइन ल मासले उहाँ त आफ्नो ठाउँ जक्सन पढ के हुन्छ होला भनेको त उहाँ पुग्यो त यार ब्रिफिङ सुनेर गाउँ हेर्दा त ला अफगानिस्तान र इरानमा आए जस्तो भइहाल्यो नि अब त पुरा अल्लाहका मन्दिर मात्रै छन् घर पनि त्यस्तै छ पाकिस्तानको जस्तो ठाउँ जस्तो होइन कहाँ फसेको लाग्यो नि यार 4 रात मजाले सुत्दा पनि सुत्दैन एक डर दोस्रोको खटाइ त्यसो कुरो अब त्यही त हो नि समाज त्यही हुल कस्तो हुने अब निर्वाचनमा भन मेन गेटमा राख्थे फेरि म जस्तो मान्छेलाई मेन गेटमा राखिदिएको भने सक्दैन अब चेक गर्छु चिलिम भेट्छु बुढाहरूको चिलिम पुरी भेट्छु माछाले चक्कु सबै छ कतै निकाल्नु त पुरा आँखा पुलेर चाहिँ माछा मोबाइल बाहिर राखेको के चेक गर्छस् भन्छ फेरि त्यही बुढो फेरि उल्टै होइन हजुर मेरो काम हो भने त्यो काम हामी के यो गर्न आएको भने उल्टै नि खोज्दैन क्या तिनीहरू त त्यस्तो ठाउँमा फर्केर आइए त तर यो दाइले लास्टै आपत पराइरहेछ साइकलले बिस्तारै हिँड्दै त माते गरेर चिया खान गएको ठ्यास्सा हान्दियो होइन मलाई नै हानो 2 जना गएको सरी भन्छ होला त भनेको त माछा उल्टै अब त्यहाँ त तुना आँखा बोल्नु यसो फर्केर सबै मुस्लिम मात्रै फेरि बाटोमा बसेका अनि सरी है मैले नि गल्ती गरेँ म हिँड्ने मिस्टेक भयो भनेर हिँडेँ अब बस्नु परेन यत्रा चिया ताप क्यामतिर तर यो दाइ पनि गफारी दाइ हो फेरि सब हेर्छ फेरि बक्कु लाग्छ काँ जस्तो दिन्छ हामीलाई थाहा छ नि अलग्गै छुट्टिने पहिचाने अर्को